चाहिँ हाम्रो दुईजना च्याउ खोज्न गएको थियो मसरुम त्यहाँ वनमा। अनि यो चाहिँ अर्ग्यानिकै भनौँ न हाम्रो होइन। अहिले पानी नपरे पनि त्यो रातो कलरको च्याउ हुन्छ नि त्यो पत्ते च्याउ हो कि के भन्छ त्यो होइन। अनि त्यो चाहिँ यो चाहिँ धुन एकदमै टाइम लाग्छ। यहाँ अर्को मान्छे चाहिँ म चाहिँ भिडियो गर्ने मान्छे, अर्को चाहिँ एकजना चाहिँ धुने मान्छे यहाँ। अनि धुँदै यहाँ रातो बटनमा राखिरहेको छ। टाइम लाग्छ, धेरै टाइम लाग्छ नि यहाँ धुन, खोज्न टाइम लाग्छ। खाना चाहिँ कति मिठो लाग्छ, कति मिठो लाग्छ। आज चाहिँ मेरो लन्चमा के मसरुमको तरकारी छ। आज सिङ्गल मात्रै एउटा मात्रै तरकारी बनाऊ। त्यहाँदेखि यो मसरुम चाहिँ हामी मसरुम चाहिँ कहाँबाट हामी पसलबाट किनेको पनि होइन। यो मसरुम भन्ने चाहिँ हामी चाहिँ कहाँबाट ल्याएको भने चाहिँ वनबाट ल्याएको। अनि यो मसरुम चाहिँ आजभोलि वनमा एकदमै उठिरहेछ। कति मान्छेहरू के खोज गइरहेको हुन्छ बिहान बिहान। बिहान दुईजना के बहिनीहरू गएको थियो खोज्न। अनि त्यही तरकारी बनाएर अहिले लन्चमा एकदमै अर्ग्यानिक हो है यो मसरुम, आफै उम्रिया हुन्छ यो वनमा। सुमा खाएँ ल अब। मिठो छ।